Good morning, Han. मैले अहिले भिडियो बनाउँदिनँ होला सोचेँ कि तर अलिकति भए पनि बनाउँछु नै सोचेँ फेरि बिकज हजुरलाई यस्तो उज्यालो अनि बिहान नदेखाएकै छैन त कति दिन भयो सो टाडा यस्तो जाडो थियो बिहान पुरै आइसी भएको थियो नि मेरो गाडीको त अनि त्यसपछि यसरी आइसी भएको थियो अगाडि पछाडि नै पानी लगाएको पो त मेरो त अझ माथि त्यो सेड छ नि त हल्का होइन अनि ठिकै थियो बाहिर अरूको राखेको बाटोमा अरूहरूको गाडीहरू राखेकोहरू त हेरेको त मैले होइन हाम्रो ठ्याक्क घरदेखि बाहिर माई गुडनेस त्यो त झन् नि पुरै आइस छ भनौँ न यो गाडीको टाउकोहरूमा पनि माथि छक्क ग्रुपमा पनि त्यस्तै छ अहिले कस्तो चिसो हुँदो रहेछ यहाँ त तुवालो उडिरहेछ उसु माथि हजुरले देख्नु हुँदैन होला यसमा तर तुवालो उडिरहेको रे भन्नु रे मैले लास्टमा चाहिँ कहाँ फायर हुनुभयो कि तर होइन होला मलाई ग्लोभ्स लिनु छ हो जहिले लिनु छ भन्छ अनि म जहिले बिर्सिन्छु यता लेफ्टमा पनि राइटमा पनि त्यो ग्रासहरू छ नि भुइँमा ग्रासहरू हुन्छ नि ग्रास त्यो तिनीहरू सबै सेतो भयो मैले यस्तो देखेको थिइनँ मेलबर्नमा कहीँ पनि देखेको थिइनँ ल मेरो लागि चाहिँ पहिलोचोटि हो यो माथि डाँडा देखिन्छ त्यहाँबाट कस्तो हुसो लागेछ माथि आकाश जस्तो सेतो देखेछ नि अरू बेला त्यो डाँडा देख्थ्यो नि त्यो वेलिङटन देख्थ्यो नि होइन मलाई त कस्तो मजा आइरह सबै मान्छेको गाडी हेर्नलाई जो मान्छेको गाडी चाहिँ कालो छ अनि छ नि उनीहरूको चाहिँ बढी देखिएको छ सबै त्यो आइस जमेको कस्तो मजा अहिले त झन् त्यत्रो धेरै पनि हुँदैन गाडीमा किन एकैछिनपछि तातो भइहाल्छ नि त होइन यहाँ हिटर अन गरेकै हुन्छ र त यति लेयर लाग्छु म अनि तर पहिला म पब्लिक ट्रान्सपोर्टेसन युज गर्दाखेरि धेरै युज गर्दाखेरि काममा बिहान जानु पर्दा त अनि एकदमै चिसो हुन्थ्यो नि त त्यो ट्रेन कुद्नलाई बस कुद्नलाई
टाइम लाग्छ नि त होइन अनि त्यो स्टेसन पुगुन्जेलमा अनि त्यहाँ कुरुन्जेलमा त धेरै जाडो हुन्थ्यो अनि म यति धेरै लेयर लाउँथेँ अनि लेयर मात्र बडीमा लेयर मात्र होइन कि मलाई टाउकोमा पनि बिनी चाहिन्थ्यो अनि बिनीको माथि पनि प्रायः जस्तो मैले लगाउने माथिबाट लगाउने त्यो ज्याकेटहरूमा त त्यो आफै पछाडिबाट लाग्ने टोपी हुन्छ नि के भन्नु आएन मलाई हो त्यो टोपी पनि हुन्थ्यो अनि त्यो बिनीमाथि त्यो टोपी खापेर त्यतिले पनि नपुगेर कहिलेकाहीँ त बिनी लगाउँथेँ अनि त्यसपछि त्यो यस्तो के भन्छ त्यसलाई मफलरले टाउको वरिपरि यस्तो बेरेर अनि घाँटी पनि त्यसले छोपेर अनि माथिबाट अर्को त्यो ज्याकेटहरूको टोपी पनि लाउँथेँ मैले कस्तो लाउँ त्यस्तोसम्म जाडो हुन्थ्यो मलाई अनि गर्मीमा पनि फेरि हजुरलाई थाहै छैन गर्मीमा पनि मलाई मेरो अलिकति धेरै नै गर्मी भयो त्यो धेरै गर्मी भनेको त्यस्तै 30 पुग्यो भने नै मलाई एकदमै धेरै गर्मी हुन्छ अनि यतिसम्म चाहिँ गर्मी हुन्छ मेरो लाइक खुट्टाको पैताला हुन्छ नि त्यो पोल्छ के त्यो पोल्छ छाती पोले जस्तो हुन्छ त्यो सबै थोक्ने के हुन्छ पहिल्यैदेखि सधैँ यस्तै इभन हामी नेपालमा हुँदा पनि नेपालमा त थाहा इट्स नट लाइक यस्तो धेरै त इट्स भेरी अनअट्र्याक्टिभ वाट आई युज टु डुइङ एन्ड आई स्टिल डु समटाइम्स इज कलेजमा क्लासमा बस्यो नि अनि अब लेक्चर त्यस्तै 45 1 hour जस्तो नै हुन जान्छ नि त होइन अनि म त मेरो सुज फुकालेर सक्स फुकालेर अनि बस्थेँ अनि प्रायः जस्तो हामी पछाडि बस्थ्यौँ नि त हामी त लास्ट बेन्चर थियो नि त लास्ट बेन्चर but always the toppers kind of अनि लास्ट बेन्चर अनि म त पछाडि झन् बस्ने अनि चिसो पानी हुन्छ नि त होइन चिसो पानी बोकिरहेको हुन्थ्यो अनि कहिलेकाहीँ त त्यो सुज र सक्स फुकालेर मात्र पनि इनफ नहुने कि मलाई अनि म पानी खनाउँथेँ खुट्टामा त्यो औँलाहरूको बिचमा पनि पोल्ने अनि पानी खनाएर बस्थेँ कि म त्यस्तो गर्मी हुन्थ्यो त्यति बेलाको नेपालमा त एसीहरू हुँदैन थियो नि त एयरकनहरू केही हुँदैन फ्यान हुन्छ 2टा फ्यान हुन्छ एउटा मिडलमा होइन अब क्लासमा 2टा फ्यान हुन्छ दुईतिर यसरी एउटा अलिकति अगाडिपट्टिलाई भ्याउनलाई एउटा अलिकति पछाडिपट्टि भ्याउनलाई जस्तो राखिदिएको हुन्छ नि त अनि क्लासरुम फेरि कति ठुलो हुन्छ भने फिल्म हल जस्तै 92 जना थियौँ हाम्रो क्लासमा तर फिट चाहिँ अझै पनि बढी स्टुडेन्ट फिट हुन्थ्यो अझै 3टा डेस्क खाली हुन्थ्यो कि बेन्च डेस्क र बेन्च अनि त्यो एकजनाले एउटामा बस्ने होइन नि त एउटा लामो खालको हुन्थ्यो नि त बुझ्नु मैले भनेको लामो खालको भन्नाले लामो डेस्क एउटा डेस्कमा 5 जना मजाले अट्ने त्यस्तो हुन्थ्यो हो त हाम्रो कहानी सुन्नुभयो नि हिजो राम्रो भयो हिजो हिजोको दिन पनि बिजी भयो त्यो स्टेट म्यानेजर and they commented really good. It was really good compliments and everything. But having said that, अनि त्यो मैले त्यति बेला
मैले अस्ति नै कहिले भनेको थिएँ नि लाइक अबाउट not being heard at times and all of that. Yeah, she was asking me how is everything, if there is anything I feel any support I need. अनि मैले त्यो कुरा चाहिँ भने support definitely मलाई one man army जस्तो feel हुन्छ अनि which is like I'm not complaining but at the same time मैले दिनलाई त मलाई मसँग पनि त हुनु पर्यो नि त होइन मैले दिइराख्नलाई त मसँग केही नै छैन भने त मैले कसरी दिने त्यस्तै मसँग जे छ त्यही नै मात्र त्यो त मैले दिइ नै राखेको हुन्छ अझ तर पनि मलाई पनि चाहिएको हुन्छ नि त कति त भन्ने खालको कुराहरू गरेँ मैले राम्रो कुराहरू भयो हिजो कति धेरै मान्छेले यो हजुर थाहा यो लाइनमा नि ठ्याक्कै यहाँ पुगेपछि प्रायः जस्तो यो एकदमै नाउ एन्ड देन भइरहेको हुन्छ स्पेसली यो 9-9:30 बजेको टाइममा कि मान्छेहरू यो ठाउँको फुत्त कताबाट आएर बाटो क्रस गरिदिन्छ कि म त कुरै बुझ्दिनँ सिभिक सेन्स खै यो रुल्सले गरेर मात्रै मान्छे अलिकति बाँधिएको जस्तो लाग्छ घरि त मलाई यहाँनिर नत्र भने सिभिक सेन्स भएर यहाँ पुरै आफ्नो सिभिक सेन्सले गरेर यो रुल्स फलो गरेर अनि यो सबै देखिएको छ नि जुन बाहिरबाट त्यो भएको होइन थाहा फलो गरेन भने फाइन छ यो छ त्यो छ यो कारणले गर्दा हो यो आफ्नो सिभिक सेन्सले होइन अनि म यति कुरा चाहिँ भन्छु कि हाम्रो नेपालमा होला कुनै ठाउँ एकदमै कुनै ठाउँहरू त्यस्तो होला होइन तर मेजोरिटी लाइक pretty much पुरै नेपाल चाहिँ आई क्यान से प्राउडली द्याट धेरै मान्छेमा धेरै हाम्रो वी हेभ अ रियली एकदमै राम्रो नै सिभिक सेन्स छ कि हामी नेपालीमा हामीसँग वी डोन्ट ह्याभ यो सबै रिसोर्सेसहरू होइन यो एबिलिटी जस्तो छ नि यहाँको जस्तो अब बाटोमा पनि हाम्रो कसैले फाइन साइन यिनीहरू यत्रो सबैतिर लागु भएको अहिले सुरु हुँदैछ केही तर त्यस्तो छैन नि त होइन अझै पनि अनि यो ट्राफिक लाइट्सहरूको कुराहरूदेखि लिएर जति पनि छ नि यो लाइक कुड ह्याभ बिन सो मच बेटर बट वाट एभर वी ह्याभ त्यसमा पनि वी आर डुइङ सो वेल के लाइक everywhere we go we see that त्यो सिभिक सेन्सहरू स्पेसली झन् काठमाडौँ पोखरा लाइक यो इटरी विराटनगरमा पनि समहाउ इटरी धरानतिर निकै नै देखिन्छ छ कि आज भोलि त झन् इट्स सो गुड कहाँबाट कुरा म कहाँ पुऱ्याइदिन्छु के कुरा गर्ने त केबाट के पुग्यो केबाट के यही त हो नि होइन I miss Nepal. I'm missing Nepal more these days actually. It has been 2 years not ago, so it could be the reason and it's time and it's the 2 years bhaneko pani very long period of time okay? It makes me emotional. Sorry. I already got teary. Oh my gosh, Bhavana. I don't know कि मलाई नेपाल भन्ने बित्तिकै अनि when I talk about it just कति भयो साँच्ची नगएको भन्ने बित्तिकै म नेपाल गएको छु न मेरो नेपाल गएको छैन यत्रो टाइम भइसक्यो मैले यत्रो ग्याप लिइसकेँ भने जस्तो फिल हुन्छ कि and this doesn't mean like I have to move back to Nepal fully यस्तो हुने मान्छेले ब्याक मुभै भइदियो त भइहाल्थ्यो नि त it's not something as such like everybody has their own reason to leave their country you know good reason right reason wrong reason good bad whatever जेसुकै होस् होइन सबैको आफ्नो रिजन छ होइन तर त्यही हो कि नजिकको तीर्थ हेला भने जस्तो हुँदो रहेछ देशमा बसेर जति देशको माया लाग्छ नि देश बाहिर बसिसकेपछि त्यसको दुगुना माया लाग्दो रहेछ क्या त्यसको यो कुरा एकदमै साँचो हो देशको माया लाग्छ भनेर देशै फर्किनुपर्छ देशमै बस्नुपर्छ भन्ने होइन कि माया लाग्नलाई
जहाँ संसारको जुनै कुनामा बसेर पनि माया र इज्जत त्यति नै हो त त्योभन्दा बढी दिन सकिन्छ गर्न सकिन्छ कि इट्स सेम लाइक बाउआमाले एउटा उमेर पुगेपछि एउटा समय आइसकेपछि आफ्नो सबैले आफ्नो बुढ बनाउनपट्टि लाग्न थालिन्छ नि त त्यही नै छ नि त संसार अनि बाउआमा छोडेरै गर्न थालिन्छ नि त होइन तर पनि यसको मतलब एकचोटि बाउआमाको घर छोडिएर बाउआमालाई छोडियो भन्दैमा बाउआमा अब बाउआमै होइन भन्ने होइन नि त बाउआमा त सधैँ नै त्यही नै हुन्छ नि त जहाँ जुनै कुनामा पुगे पनि जतिसुकै जेसुकै गरे पनि सेम हो कि नेपाल आफ्नो देश भनेको नि त्यही हो संसारको जुनै कुरामा पुगेर पनि जति नै आइडेन्टिटी नै कम आइडेन्टिटी अर्को पनि ल्याए पनि जेसुकै गरे पनि होइन लाइक अरू देशको सिटिजन बने पनि त्यो देशको सिटिजन बनिएको हुन्छ कि त्यो देशको फुल्ली कहिले पनि भनिँदैन जस्तो मलाई चाहिँ लाग्छ है आई कुड बी रङ बट मलाई चाहिँ त्यस्तो लाग्छ जहाँ जान पाइयो संसारको जुनै कुनामा पनि तर त्यही हो कि मैले अघि भने जस्तै संसारको जुनै कुनामा पुगे पनि डिएनए गराउँदाखेरि त त्यही बाउ र त्यही आमाकै डिएनए त्यो त्यही ब्लड छ नि त होइन बोकेर हिँडेको हुन्छ त जहाँ पनि सेम त्यस्तै आफ्नो आइडेन्टिटी त नेपालै हो नि त अब मेरो लागि यसको लागि मेरो आइडेन्टिटी त नेपालै हो म संसारको जहीँ कुनामा पुगे पनि जतिवटा आइडेन्टिटी लिए पनि देयर इज नो सच थिङ एज अब नेपाली नै होइन नो के भनेर गफ के को गफ थियो के गफ कहाँबाट कहाँ पुग्यो यो त इमोसनल फुल छु म घरिघरि होइन म इमोसनल त इमोसनल फुलै हो जे कुरामा पनि केही भएन ल हामी कफी खान जाऊँ हस् लभ यू बाई